हेलो अनि नमस्ते साथीहरु, इट्स मी मन्जु नेपाली। आई होप तपाईहरु सबैजना सन्चै आरामै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। सो मेरो आजको भिडियो चाहिँ केको बारेमा हो भनेर हजुरहरुले थाहा पाइसक्नु भयो होला मेरो भिडियोको थम्बनेल अनि टाइटल हेरेर। सो मेरो पछिल्लो भिडियोहरुलाई तपाईहरुले धेरै माया गर्दिनु भएको थियो, त्यसको लागि धेरै धेरै धन्यवाद। र मेरो यो भिडियो र मेरो आगामी भिडियोहरुलाई पनि यसरी नै माया गर्दिनुहुन्छ भन्ने आशा गरेकी छु। अब चाहिँ हामी ढिलो नगरिकिन भिडियोतर्फ लाग्छौं। सो मेरो आजको भिडियो चाहिँ केको बारेमा हो भन्दा धेरै जना दिदीबहिनीहरु तथा दाजुभाइहरुले चाहिँ मलाई क्वेशन गर्नुभएको थियो नेपालदेखि साइप्रस आउँदाखेरि कति खर्च लाग्छ भनेर। सो फर्स्टमा चाहिँ म घरमा काम गर्न आउनुहुने दिदीबहिनीहरुको लागि भन्छु, नेपालबाट साइप्रस घरको काम गर्नको लागि कति खर्च लाग्छ भन्दा पनि कुन मेन पावरले कति पैसामा पठाउँछ भन्नेमा भर पर्छ। सबै मेन पावरले एउटै प्राइसमा पठाउँछ भन्ने हुँदैन। हरेक मेन पावरले डिफ्रेन्ट प्राइसमा चाहिँ पठाउँछ र धेरैमा पनि तपाईको 4.5, 5 र 5.5 लाखदेखि 6 लाखसम्म पनि हुन्छ र कोहीले थोरैमा पठाउनुहुन्छ, कोहीले ठिक्कामा पठाउनुहुन्छ र कोहीले धेरैमा पनि पठाउनुहुन्छ। खासमा भन्नुपर्दा म आफै 6 लाखमा आएको हो हैन। अब त्यो भन्दा माथिसम्म मलाई लाग्छ घरको काममा 6 लाख भन्दा बढी पैसा तिरेर चाहिँ आउनु भएको छ जस्तो मलाई लाग्दैन। र यदि उहाँहरु 6 लाख भन्दा पनि बढी तिरेर आउनु भएको छ भने उहाँहरुको स्यालेरी त्यही अनुसार हुन सक्छ। सो स्यालेरी एकदमै राम्रो भयो भने खर्च पनि त्यति नै लाग्न सक्छ। त्यही भएर हजुरको खर्च चाहिँ मिनिमम तपाईको खर्च 4.5 देखि 5.5 सम्म चाहिँ हजुरको खर्च हुन्छ नेपालदेखि साइप्रस घरको काम गर्न आउनको लागि। घरको काममा आउँदा इंग्लिश जान्नु पर्छ कि नै भनेर पनि सोध्नु भएको थियो। साइप्रसमा चाहिँ इंग्लिश भन्दा पनि बढी ग्रीक ल्याङ्ग्वेज बोल्नुहुन्छ यहाँको मान्छेहरुले। जसरी हामी नेपालीमा नेपाली भाषा बोल्छौं त्यसरी नै साइप्रसमा ग्रीक ल्याङ्ग्वेज बोल्नुहुन्छ। सो ग्रीक ल्याङ्ग्वेज तपाईहरु नेपालबाट आउँदै हुनुहुन्छ भने पहिल्यै तपाईलाई नेपालमा मेन पावरमै तपाईहरुलाई सिकाउँछ भाषा कसरी पढ्ने नपढ्ने भनेर। सो कोही घरमा चाहिँ ग्रीक ल्याङ्ग्वेज नै बोल्नु पर्छ र कोही घरमा इंग्लिश बोल्दा पनि हुन्छ। र यदि हजुरहरुलाई इंग्लिश कति पनि आउँदैन भने तपाईहरु ग्रीक ल्याङ्ग्वेज सिक्न सक्नुहुन्छ। र यदि हजुरहरुलाई ग्रीक ल्याङ्ग्वेज पनि आउँदैन र इंग्लिश पनि आउँदैन भने अलि गाह्रो नै हुन्छ तपाईहरु नेपालबाट साइप्रस आउनको लागि। सो तपाईहरुले बरु यहाँको भाषा नजाने पनि इंग्लिश चाहिँ हजुरहरुले जसरी पनि जानेको हुनुपर्छ। त्यसरी हाम्रो नेपालमा कतिपयलाई इंग्लिश बोल्न आउँदैन, नेपाली भाषा बाहेक अरु इंग्लिश ल्याङ्ग्वेजहरु आउँदैन भने जस्तै नै यहाँको पनि कतिपय मान्छेहरुलाई इंग्लिश बोल्न आउँदैन। सो हरेक इम्प्लोयर अनुसार हुन्छ कुन घरमा इंग्लिश बोल्नु पर्छ र कुन घरमा ग्रीक बोल्नु पर्छ भनेर। त्यो चाहिँ हजुरहरुको पहिल्यै नेपालदेखि साइप्रस आउने बेला नै फिक्स हुन्छ। कतिपय घरमा दिदीबहिनीहरु आउनु भएको छ र कतिपय दिदीबहिनीहरुलाई ग्रीक ल्याङ्ग्वेज आउँदैन। उहाँहरु 5-6 वर्ष साइप्रसमा घरको काम गरिराख्नु भएको छ तर पनि उहाँहरुलाई ग्रीक ल्याङ्ग्वेज आउँदैन किनकि उहाँहरु इंग्लिशमै बोल्ने भएको कारणले चाहिँ ग्रीक ल्याङ्ग्वेज चाहिँ त्यति खासै इम्पोर्टेन्ट हुँदैन। सो भाषा जान्ने नजान्ने चाहिँ हजुरको इम्प्लोयर अनुसार हुन्छ। हजुरको इम्प्लोयरहरुले अब भाषा जान्नै पर्छ, हामीलाई खासै इंग्लिश बोल्न आउँदैन, भाषा चाहिँ जान्नु पर्छ भने हजुरहरुले भाषा चाहिँ जानेर आउनु। तर इंग्लिश चाहिँ मस्ट इम्पोर्टेन्ट भनेको इंग्लिश हो। हजुरहरुले इंग्लिश चाहिँ एकदमै जान्नु पर्छ र घरकै मान्छेले पनि तपाईसँग ग्रीकमा बोल्नु भएको छ र हजुर ग्रीक भाषा मात्रै पढेर आएर पनि हुँदैन, अलिअलि भए पनि इंग्लिश चाहिँ जान्नु पर्छ। किनकि हजुर बाहिरतिर जानु भयो भने धेरै जनासँग इंग्लिशमै कुरा गर्नुपर्ने हुन्छ। सो इंग्लिश चाहिँ हजुरहरुले जान्नै पर्ने हुन्छ। अनि अर्को कुरा, धेरै जनाले मलाई क्वेशन गर्नुहुन्थ्यो कि हजुर कुन मेन पावरबाट जानु भएको हो र हामी कुन मेन पावरबाट आउँदा चाहिँ ठीक हुन्छ भनेर सोध्नु भएको थियो। म चाहिँ कुन मेन पावरबाट आएको हो भनेर मैले त्यसरी भन्न चाहिँ मिल्दैन र तपाईहरुलाई पनि यो मेन पावरबाट चाहिँ आउनु भनेर मैले त्यसरी भन्नु पनि मिल्दैन किनकि सबैको आफ्नो पर्सनल कुरा हुन्छ हैन। आजभोलि थुप्रै मेन पावरहरु छन् जस्तै तपाईहरुले गुगल सोशल मिडियाबाट पनि सजिलैसँग भेटाउन सक्नुहुन्छ। सो तपाईहरुलाई कुन राम्रो लाग्छ, कुन उचित लाग्छ राम्रोसँग बुझेर एप्लाई गर्न सक्नुहुन्छ। सो हाम्रो अर्को क्वेशन छ उमेर चाहिँ कति कटेको हुनुपर्छ भनेर क्वेशन गर्नु भएको थियो। हजुरहरु उमेर चाहिँ 18 देखि 19 कटेको हुनुपर्छ।
अहिले चाहिँ 18 वर्षमै हजुरहरूको नागरिकता बन्छ। नागरिकता बन्यो भने एकदमै सजिलो हुन्छ र छिटो पनि हुन्छ। सो तपाईँहरू यदि 24-25 कट्नुभएको छ भने हजुरको भिजा चाहिँ एकदमै छिटो आउँछ अझै पनि। र त्यही हो, तपाईँहरूको उमेर चाहिँ 18-19 चाहिँ कटेको हुनुपर्छ। त्योभन्दा मुनिको चाहिँ अलिक गाह्रो नै हुन्छ है। र कतिपय दाजुभाइ र कतिपय दिदीबहिनीहरूले पनि भन्नुहुन्छ कि साइप्रसमा घरको काममा मात्रै आउने हो, घरको काम बाहेक अरू केही पनि हुँदैन भनेर सोध्नुहुन्थ्यो। किनकि म घरमा काम गर्ने भएको कारणले चाहिँ मैले चाहिँ एकदमै धेरै घरको बारेमा जानेको हुनाले चाहिँ मैले धेरै जस्तो घरको बारेमा चाहिँ भिडियो बनाउँछु। सो धेरैजना आउनुहुन्छ बाहिर, प्रायः नेपालबाट वर्किङ भिजामा आउनुभएको छ। उहाँहरू चाहिँ प्रायः घरकै काममा आउनुहुन्छ र कतिपय चाहिँ होटेलमा अनि यस्तै कतिपय चाहिँ होटेलमा रेस्टुरेन्टमा पनि आउनुभएको हुन्छ। र बाहिरी काम भनेको त स्टुडेन्टहरू, प्रायः स्टुडेन्ट जो चाहिँ स्टुडेन्टमा आउनुभएको छ उहाँहरूले चाहिँ प्रायः बाहिर चाहिँ काम गर्नुहुन्छ। उहाँहरूले पनि काम पाउनुहुन्छ। तर किनकि साइप्रस चाहिँ सेन्जेन कन्ट्री होइन, सेन्जेन कन्ट्री नभएको कारणले चाहिँ मैले चाहिँ छोरा मान्छेहरू अरू फाल्टु काममा चाहिँ अलि गाह्रो नै हुन्छ भन्छु। किनकि स्यालेरी पनि खासै हुँदैन। अब यदि काम जानेको छ भने तपाईँहरूसँग केही हातमा सिप छ भने चाहिँ सजिलो नै हुन्छ होइन। साइप्रसमा धेरैजना बाहिर काम गर्ने हुनुहुन्छ, दाजुभाइहरू दिदीबहिनीहरू, होटेलमा रेस्टुरेन्टमा होइन, अनि यस्तो क्याफेहरूमा, बारिस्ताहरूमा प्लस सुसीहरूमा, यस्तोमा पनि धेरैजना दिदीबहिनीहरू दाजुभाइहरू पनि आउनुभएको छ। सो साइप्रसमा चाहिँ दिदीबहिनीहरू चाहिँ प्राय घरको काममा आउनुहुन्छ। साइप्रसमा घरको काम भनेको चाहिँ एकदमै सेफ हो। अरू देश भन्दा पनि साइप्रसमा चाहिँ एकदमै सेफ छ घरको काम चाहिँ। सो प्राय साइप्रसमा धेरैजना दिदीबहिनीहरू चाहिँ घरको काममा आउनुहुन्छ काम गर्नको लागि। जस्तै घरको काम भनेर घर सफा मात्रै गर्ने पनि हुँदैन। यसमा घरको काममा पनि धेरै डिफ्रेन्ट हुन्छ। कतिपय दिदीबहिनीहरूले बुढाबुढीहरू हेर्ने काम गर्नुहुन्छ, कतिपय दिदीबहिनीहरूले बच्चा बच्ची हेर्ने काम गर्नुहुन्छ, र कतिपय दिदीबहिनीहरूले चाहिँ घर फ्यामिलीमा घर सफा गर्ने, कुकुरहरू डुलाउने, घर सफा गर्ने काम चाहिँ गर्नुहुन्छ। सो मेरो आजको भिडियो चाहिँ यति नै भयो। हजुरहरूलाई अझै साइप्रसको बारेमा, साइप्रसको कामको बारेमा केही जान्नु बुझ्नु मन छ भने मलाई कमेन्ट गर्नु होला। र हजुरहरूको कमेन्टलाई मध्यनजर गर्दै म फेरि नयाँ भिडियो बनाउने छु। सो जोडिँदै गर्नु होला। हस्त धन्यवाद। बाई बाई गाइस।